हजुरहरू हाम्रो कलाकार बल्छी धुर्वेज्यूको बुवा आमा होइन? मर्चमान श्रेष्ठ बल्छी धुर्वे सरको चाहिँ घर बारी गोठहरू सबै चाहिँ भिजिट गराउनु भयो। हजुरको शुभ नाम भनिदिनु बुवा सबैभन्दा पहिला। मेरो चन्द्रकुमार श्रेष्ठ, खेती किसानी गर्छु म। अलिकता राजनीतिका चाहिँ भनौँ न। ए राजनीतितिर पनि लाग्नु भएको छ अलिअलि? वार्ड सदस्य। ए वडा सदस्य पनि हुनुहुन्छ है? कति हेरे टिभी भन्थ्यो म आएपछि पो टिभीमा हेर्नुहोस् है है तपाईँहरू। म गएपछि म काठमाडौँ गएर म टिभीमा निस्किन्छु तपाईँहरू हेर्नु हेर्नु अहिले कति हेरे भन्नु। एक त्यो 9 मा पढेको थिएँ। डर लाग्दो बाटोहरू छ। हो माई गड। गाउँ आयो फाइनली। दिदी यता कोट भन्ने ठाउँ यही हो? अनि हाम्रो कलाकार बल्छी धुर्वेको घर अता कति टाढा? यही मन्दिर नजिकै? ए ल दिदी ल ल। सो गाइज फाइनली म धेरै दुःख र सङ्घर्षपछि म कलाकार बल्छी धुर्वेज्यूको चाहिँ घरमा आइपुगिसकेको छ। यतिखेर बुवा र आमा यही मन्दिरमा बसिराख्नु भएको छ भन्ने कुरा गर्नुभएको छ। उहाँहरू नै होला सायद जहाँसम्म लाग्छ। बुवा आमा नमस्ते। हजुरहरू हाम्रो कलाकार बल्छी धुर्वेज्यूको बुवा आमा होइन? ए म त हजुरहरूलाई नै खोजेर आएको। हजुरहरूलाई खोजेर आएको, हजुरसँग भेटघाट कुराकानी गर्न मन लागेर आएको। हजुर घर त म उता नवलपरासीबाट आएको बुवा। धेरै टाढाबाट हजुरहरूलाई भेट्न भनेर आएको कि, भेट्न मन लागेर कुरा गर्न मन लागेर। सो गाइज होइन फाइनली म चाहिँ बाइकमा आउने बित्तिकै बाटैमा सिधा बिचैमा एउटा मन्दिर रहेछ ट्याक्कै चोकमा जस्तो। त्यही मन्दिरमा चाहिँ नेपालको चर्चित कलाकार बल्छीज्यूको चाहिँ बुवा र आमा मकै छोडाउँदै मकै के भन्छ नङ्ग्याउँदै चाहिँ बसिराख्नु भएको रहेछ। तपाईँहरूले पनि देख्नुभयो होला होइन? बाटोमा आउँदै पनि मैले थोरै कुरा गरिसकेको छु। अब चाहिँ म विस्तृत रूपमा सबै कुरा गर्नेछु। आमा चाहिँ केही काम भएको कारणले गर्दाखेरि उहाँ चाहिँ उता जानुभएको छ। यतिखेर चाहिँ बुवा हुनुहुन्छ मेरो साथमा। बुवासँग चाहिँ केही कुरा गर्छु। त्यस्तो विस्तृत रूपमा धेरै मैले इन्टरभ्यू टाइपको कुराहरू चाहिँ मैले गर्दिनँ, किनकि मेरो च्यानलमा चाहिँ मैले त्यो इन्टरभ्यू टाइपको भिडियोहरू पनि मैले बनाउने होइन। खासमा चाहिँ मेरो ब्लग टाइपको भिडियोहरू हुन्छ। र चाहिँ यहाँ मैले नेपालको चर्चित कलाकार भनौँ होइन, जुन चाहिँ उहाँ सबैभन्दा पहिला मेरी बादशाहबाट चाहिँ बल्छी धुर्वेको नामबाट चाहिँ एकदमै चर्चा र परिचर्चा कमाउन सफल हुनुभएको थियो। त्यसपछि चाहिँ उहाँहरू हल्का रमाइलोदेखि लिएर जुठेमा चाहिँ बाट पनि उहाँले एकदमै धेरै चर्चा र परिचर्चा कमाउनु भएको छ। अहिले पछिल्लो समयमा नेपालको चाहिँ निकै नै चर्चित सिरियलहरू मध्येमा चाहिँ पर्दछ हल्का रमाइलो र चाहिँ जुठे सिरियल चाहिँ। तपाईँहरूले पनि रेगुलर जुठेर हल्का रमाइलो सिरियल हेर्नुभएको छ भने बल्छीजीको बारेमा त अब त्यति भनिराख्नु पर्दैन, सबै कुरा तपाईँहरूलाई थाहा छँदैछ होइन? सो अब ढिलो नगरिकन चाहिँ बुवासँग बल्छीजीको बारेमा केही कुराकानी गर्छु र चाहिँ उहाँ जन्मिनु भएको गाउँ ठाउँ कस्तो छ, घर कस्तो छ र चाहिँ उहाँको चाहिँ बारी भनौँ बगैँचाहरूमा चाहिँ के कस्ता कुराहरू चाहिँ उब्जनी हुन्छ भन्ने कुरा पनि सबै कुरा मैले हजुरहरूलाई देखाउने छु होइन? सो त्यही हो, मैले चाहिँ कलाकारहरूको सेलिब्रिटीहरूको चाहिँ वस्तु चिजहरू देखाउने मेरो मुख्य उद्देश्य हो। त्यस कारणले गर्दाखेरि अब चाहिँ ढिलो नगरिकन फटाफट सबैभन्दा पहिला चाहिँ बुवासँग छोटो कुराकानी गर्छु। सबैभन्दा पहिला चाहिँ बुवालाई ढिलो नगरिकन स्वागत गर्न चाहे। बुवा नमस्कार। नमस्कार। सन्चै हुनुहुन्छ? हजुर। हजुरको शुभ नाम भनिदिनु बुवा सबैभन्दा पहिला। मेरो चन्द्रकुमार श्रेष्ठ। ए चन्द्रकुमार श्रेष्ठ हुनुहुन्छ है? कति वर्ष हुनुभयो बुवा? अहिले 67 वर्ष लाग्यो। 67 वर्ष हुनुभयो है? ए हजुरले काम चाहिँ केही यस्तै खेती किसानी हो कि? खेती किसानी गर्छु म। अलिकता राजनीतिका चाहिँ भनौँ न। ए राजनीतितिर पनि लाग्नु भएको छ अलिअलि? वार्ड सदस्य। ए वडा सदस्य पनि हुनुहुन्छ? ए राजनीति गाउँठाउँको विकासको लागि सक्रिय हुनुहुन्छ भन्न पर्यो होइन? म चाहिँ 40 सालदेखि चाहिँ भनौँ न सामाजिक काममा चाहिँ सामाजिक अभियानमा चाहिँ काम गर्दै आउनु भएको छ होइन? ए तपाईँहरूको पुर्ख्यौली थलो भनौँ बुवा बाजेहरूको यही हो कि अन्त कतैबाट? हाम्रो चाहिँ लिगली कोट। लिगली कोट भने कुन जिल्ला पर्यो? यो हाम्रै गोर्खा जिल्ला नि। कतातिर? यता पिपल भनेपछि उता। हजुर हजुर यता कुन त्यो नजिक? यो दरवेश शाहहरू चाहिँ राजा हुन्थे नि। ए हजुर हजुर। चाहिँ त्यो लिगली कोट भन्ने चाहिँ हाम्रो त्यो नेवार बस्ती नै छ। ए नेवार बस्ती त्यहाँबाट? जिजुरको घर चाहिँ त्यहाँ। ए कहिलेदेखि यहाँ सर्नु भएछ त? हाम्रो चाहिँ यहाँ चाहिँ भनौँ न त्यही
150 वर्ष होला हाम्रो जिजु यहाँ चाहिँ आएको छ। ए 150 वर्ष धेरै पहिला रहेछ पहिला चाहिँ। तर पनि तपाईँलाई चाहिँ थाहा छ उहाँ पहिला थियो भन्ने कुरा चाहिँ। दाजुभाइ चाहिँ त्यहीँ छन्। ए अझै पनि छन् आफन्तहरू। ए त्यही भएर पनि ए हजुर। अनि त्यसपछि ठ्याक्कै तपाईँको यो तपाईँको घर भएको ठाउँ भनौँ न त ठेगाना भन्नुपर्दा हाम्रो चाहिँ ताकुकोट। ताकुकोट हजुर हाम्रो पञ्चायत कालको चाहिँ वार्ड नम्बर 1 पर्छ। हजुर। अहिलेको चाहिँ हाम्रो बारपाक सुलीकोट चाहिँ वार्ड नम्बर चाहिँ 6। ए बारपाक गाउँपालिका ए वार्ड नम्बर 6 ए अहिलेको चाहिँ। ए यो घरमा चाहिँ को बस्नुहुन्छ त बुवा त्यसो भए? अहिले हामी म र आमा मात्रै। ए हजुर र आमा मात्रै बस्नुहुन्छ है। अनि हजुरको सन्तानहरू कतिजना हुनुहुन्छ? हामी 2 भाइ छोरा। हजुर। त्यहाँबाट अब बुहारी। हजुर हजुर। नातिनी नाति छन् हामी। नाति नातिनी भन्दा पनि तपाईँको सन्तान मात्रै के? नाति नातिनाहरू छोराको छोरीहरू भन्दा पनि तपाईँको सन्तान छोरा छोरी मात्रै के तपाईँको? हाम्रो मेरो छोरी छैन। ए दुई भाइ छोरा मात्रै? 2 भाइ छोरा मात्रै। ए सुखी परिवार सानो परिवार रहेछ। हाम्रो मेरो दाजुभाइ चाहिँ एउटा खैरिनी हुनुहुन्छ। हजुर हजुर। दाजु चाहिँ हुनुहुन्छ, म चाहिँ यहाँ। ए तपाईँहरूको दाजुभाइ फेरि कतिजना? हामी 2 भाइ। ए तपाईँहरू दिदी बहिनी? दिदी बहिनी हाम्रो 3टा। ए 3टा गरे टोटली तपाईँहरूको दाजुभाइ चाहिँ 5 जना र तपाईँको सन्तान चाहिँ छोराछोरी चाहिँ 2 जना। ए तपाईँको त एकदम सानो अनि सुखी परिवार रहेछ होइन। अनि हाम्रो बल्छी धुर्वे सरको चाहिँ जन्म भएको यही हो? यही हो हाम्रो 2044 सालको चाहिँ माघको चाहिँ 25 गति जन्मेको हो। ए यो जुन पछाडि देखिराखेको घर छ नि यही घरमा उहाँ जन्मिनु भएको हो कि? यही घरमा जन्मिएको हो। ए घरमा जन्मिनु भएको यो भनौँ न भूकम्पपछि बनायो यो चाहिँ घर। ए भनेपछि ठाउँ थलो यही जन्मेको थलो? ए जन्मेको थलो यही। अनि त्यसपछि यो घर चाहिँ पछि बनेको? पहिलाको चाहिँ हाम्रो 2 तले ढुङ्गा लागेको घर थियो। ए गाउँको घर जस्तो सिम्पल खालको। ए त्यसपछि हाम्रो बल्छीजीको भनौँ होइन बाल्यकालको कुरा गर्नुपर्दाखेरि सानोमा कस्तो स्वभावको हुनुहुन्थ्यो, कस्तो कस्तो थियो? चञ्चली थियो। हजुर हजुर। ऊ चाहिँ अब 4 वर्षको हुँदाखेरि ऊ चाहिँ अब यो गाउँ डुल्दाखेरि लड्यो। हजुर हजुर। ऊ लड्यो चाहिँ ऊ अब अलिकता यस्तो फ्र्याक्चर भएर ए हजुर हजुर अलिकता चाहिँ अब रोगी भयो। ए रोगी भएर चाहिँ ऊ पढ्न जान पनि सक्दैन थियो नि। ओ सानोमा? हजुर। ए भनौँ न 4 क्लाससम्म पढ्थ्यो त्यो बेला। हजुर हजुर। 4 क्लाससम्म पढ्थ्यो। त्यहाँबाट चाहिँ त्यो हुँदाहुँदै अब त्यहाँ हिँड्दा चाहिँ अब लडेर चाहिँ यस्तो फ्र्याक्चर। हजुर फ्र्याक्चर खुट्टा फ्र्याक्चर औषधि मुलो गर्दा गर्दै चेक भयो हुन चाहिँ उसले लेख्न सक्दैन थियो हेर्नुहोस्। त्यो सानोमा यसरी अँठ्याएर लेख्थ्यो। सबै शरीर अपाङ्ग जस्तो भएको थियो? अपाङ्ग भएको थियो। ओहो। त्यहाँबाट हुँदाहुँदै अब त्यस्तो मान्छे दबाईहरू गर्दा गर्दै चाहिँ ठिक भयो। ए ठिक भएपछि त्यहाँबाट चाहिँ अब ऊ चाहिँ 5-6 क्लाससम्म पढ्दा चाहिँ हजुर ऊ चाहिँ भनौँ न अभिनय गर्थ्यो। ए बच्चैदेखि चाहिँ कलाकारिताको एकदमै 6 क्लाससम्म पढ्थ्यो। रुचि थियो? रुचि थियो उसको चाहिँ। उसले चाहिँ भनौँ न माग्ने बुढाको चाहिँ अभिनय गर्थ्यो। ए गरेर चाहिँ अब भनौँ न अब गाउँघरमा चाहिँ कार्यक्रम भए बेला नि उसलाई बोलाउँथ्यो। ए बच्चैदेखि र बच्चैमै राम्रै थियो अभिनय? अब क्लबहरूले चाहिँ बोलाउँथ्यो। ए भनेपछि सानैदेखि नै राम्रो अभिनय गर्नु हुँदो रहेछ त्यो क्लबले बोलाउने भनेपछि होइन? त्यहाँबाट चाहिँ अब एसएलसी पास भएपछि। हजुर एसएलसी यहीँ गर्नुभयो? यहीँ गऱ्यो। ए गाउँमै एसएलसी गरेर अनि त्यसपछि? हामी यहाँ 8 क्लास पढ्यो। हजुर। हाम्रो यहीँ छ। हजुर माइकोट। हजुर हजुर विद्यालय। हजुर। त्यहाँबाट चाहिँ उता पाल्खुमा। ए पाल्खुमा चाहिँ 10 क्लास पढेर हजुर एसएलसी पास गरेर काठमाडौँ जानुभयो? ए काठमाडौँ गएपछि ललित कलामा। हजुर ललित कला क्याम्पसमा। हजुर चाहिँ फारम भर्यो। हजुर फारम भरे उसको चाहिँ नाम निस्किएन। ए हजुर हजुर नाम ननिस्किएपछि माग्ने बुढा लिएर धर्मले उसलाई चाहिँ यहाँ भनौँ न कलाकारिता मेरी बारीमा चाहिँ लाउने सुरु गर्नुभयो। त्यति चाहिँ भनौँ न उहाँले चाहिँ धेरै सहयोग गर्नुभयो। त्यहाँदेखि मेरी बासैबाट नै उहाँ धेरै चर्चा भएको। उहाँ चाहिँ कहिले कहिले गाउँघरमा आउनुहुन्छ कि आउनुहुन्न? गाउँघरमा त्यही हो दसैँ दसैँमा आउँथ्यो। ए हजुर चाहिँ अब 3 वर्ष भयो दसैँमा नआएको। हजुर हजुर कहिले 1 वर्ष अस्ट्रेलिया गयो। हजुर त्यहाँबाट पोहोर चाहिँ फेरि युके गयो। हजुर विभिन्न प्रोग्राममा बाहिर गइराख्नुहुन्छ। अहिले पनि अब जाँदैछ भन्ने कुरा गरिरह दसैँमा चाहिँ उनी आउँदैन अहिले पनि। ए छोरोको भनौँ न होइन अब त्यो बेलामा सानोमा एउटा एक्सिडेन्ट भएर भनौँ अपाङ्गै भइसक्यो रहेछ। खुट्टामा चोट लागेको हातले लेख्न नआउने भनेपछि धेरै नै भनौँ न एउटा आश नै मरिसकेको मान्छे जस्तो भइसकेको रहेछ। आज त्यस्तो मान्छे यो ठाउँमा यति ठुलो सफलता पाउँदाखेरि
नेपालमा मात्र नभइकन विश्वमा यति धेरै चाहिँ चर्चा र परिचर्चा कमाइराख्नु भएको छ, विश्वमा विभिन्न कार्यक्रममा जानुहुन्छ होइन। त्यस्तो आएको मान्छे यो ठाउँमा पुग्दाखेरि चाहिँ कस्तो महसुस भयो, कस्तो लाग्छ अहिले हजुरलाई? कल्पना पनि गर्नुभएको थियो कि थिएन? त्यो अब भनौँ न हुँदैन जस्तो थियो होइन। हजुर हजुर। अहिले चाहिँ भनौँ न भगवान्को कृपाले भयो। अहिले चाहिँ भनौँ न जुन संसारले चाहिँ हजुर चिन्यो हो, संसार राम्रै हजुर मान्नु राम्रो मानेको छ सबैजनाले संसारले। हजुर हजुर। अनि त्यसपछि हजुरले कतिको हेर्नुहुन्छ उहाँको कला अभिनयहरू, सिरियलहरू भनौँ होइन, कतिको हेर्नुहुन्छ? हेर्छु अब भनौँ न आफ्नो घरमा चाहिँ हजुर टेलिभिजन छैन। अझै टिभी छैन हजुर। चाहिँ गएर मोबाइलमा त हेर्नुहुन्छ होला नि? मोबाइलमा चाहिँ यसो जुठीहरू है। हजुर हजुर। जुठी हल्का रमाइलो हेर्नुहुन्छ। टिभी त छ, त्यो भनौँ न अहिले नराखे कि आमा त्यति साह्रो हेर्न मन गर्दैन। किन? छोराको चाहिँ दुःख कोही बेला देख्छ नि। छोराको त्यो सिरियलमा अभिनयमा चाहिँ दुःख पाएको देखाउँदा पनि आमाले हेर्न सक्नुहुन्न भनेपछि सन्तानप्रतिको कति धेरै माया होइन, आमा भनेको त्यो हो के। भनेपछि तपाईँले बल्छीजीको चाहिँ एकदमै मनपर्ने भनौँ न अभिनय भनौँ न कुनै अहिले भनौँ न जुठेमा अब भनौँ न आरान बसेको आरान बसेको भनौँ न अब आमा र छोरा चाहिँ ढिके कुटेको हो त्यस्तै त्यहाँ फेरि अहिले जिम्मलको छोरी जिम्मलको छोरीको जुनकिरीसँग चाहिँ अहिले भनौँ लभ गरेको लभ गरेको उसको चाहिँ भनौँ न अस्ति भाउजू चाहिँले चाहिँ उनीहरूको दुईजनाको चाहिँ कुराकानी गराउन लगेको चाहिँ कोठामा राखेको होइन। हजुर हजुर। त्यो चाहिँ अलिकति विशेष मन पर्यो भन्नु पर्यो होइन। तपाईँको यो गाउँठाउँमा चाहिँ खास के जातिको बस्ती बढी छ बाउले? यो हट्टेमा चाहिँ हाम्रो चाहिँ अब भनौँ न हामी नेवार छौँ। हजुर हजुर। यो देखिराखेको यो सबै गाउँ चाहिँ नेवार बस्ती बढी हो। कोही घर बाहुन छन्, कोही घर गिरीहरू छन्। कोही घर बाहुन र कोही घर गिरी पनि छन् यही लाइनमा। 25 धुरी छौँ यहाँ। हजुर हजुर। 25 धुरीमा चाहिँ 6 घर चाहिँ अरू जाति छन्। ल बुवा त्यसो भए हामीलाई अब घरहरू घुमाइदिनु के छ, गाई गोठहरू के पाल्नु भएको छ बल्छीजीहरूको, अनि त्यसपछि बारीहरूमा के चाहिँ अन्नबालीहरू हुन्छ त्यो पनि देखाइदिनु होला है। यो तपाईँहरूकै गोठ हो बुवा यो? आमा यता काम रहेछ। आमा नमस्ते। आमा हजुरको नाम भनिदिनु, नाम मात्रै भनिदिनु न आमा। मेरो नाम पनि छैन बाबु। हो ल ल। भैँसी पाल्ने। यो तपाईँहरूकै भैँसी हो, यो गोठ तपाईँहरूकै है? यहाँ कुखुराहरू पनि पाल्नु भएको रहेछ। यो बाख्रा पनि तपाईँहरूकै हो है बुवा? यता देखिने गोठ पनि तपाईँहरूको बुवा? यो गोठ पनि तपाईँहरू कहाँसम्म हो तपाईँहरूको बारी? हजुर यो ठुलो रुखसम्म पर्छ, यो सुन्तलाको बुट्टासम्म। त्यहाँ देखिने सुन्तलाको बुट यो ठुलो अल्को रुख त्यहाँसम्म पर्छ है। ल बुवा अब पछाडिपट्टि जाम त अन्न बालीहरू के छ तिनीहरू भनिदिनु होला। यो धारा पनि पहिले थियो कि पछि बनाउनु भयो बुवा यो? भर्खर योजना। भर्खरै हो होइन। बल्छीजीहरूको बारी पछाडिपट्टि तपाईँहरूले देख्न सक्नुहुनेछ। यतापट्टि भैँसीको गोठ पछाडिबाट हेर्दाखेरिको दृश्य। फलफुलहरू त निकै हुँदो रहेछ बुवा? हजुर। यो के हो बुवा? यो सुन्तला हो? यो ज्यामिर। यो चाहिँ ज्यामिर हो है? ज्यामिर मजाले फल्दो रहेछ है? ल सुगाइ चाहिँ होइन ज्यामिर लटम्म फलेको छ। बुवा चाहिँ यता बारीतिर जाँदै हुनुहुन्छ है। अनि यो चाहिँ के सुन्तला हो बुवा? सुन्तला हो। हजुर हजुर। अलि राम्रै थियो, अहिले यो धेरै वर्ष भयो यो लगाएको हामीले। हजुर हजुर। यो 35 सालमा लगाएको। अझै पनि यो बोटहरू 35 सालको बोट अझै छ? हजुर। यो चाहिँ अब यहाँ अलि उडोसम्म छ। यो पनि सुन्तला बोट पुरानो रहेछ होइन यो बोट? हजुर हजुर। यो बोटहरू बुढो भइसक्यो यो। हजुर हजुर। त्यही भएर अलिकति चाहिँ फल्न अलिक कमी भयो। पहिला चाहिँ राम्रै हुन्थ्यो। हजुर हजुर हजुर। ल यता सुन्तला बोटहरू थुप्रै रहेछ। खुर्सानी पनि मजाले हुन्छ बुवा? हुन्थ्यो अब सेपले बिगार्यो। यो माथि ठुल्ठुलो रुखहरू भयो नि त, त्यसको सेपले बिगार्यो। हजुर हजुर। यता माथिको सुन्तला बारी पनि तपाईँहरूको हो है? यता नि सुन्तला बारीहरू थुप्रै रहेछ। सुन्तला फेरि हजुर। यो मसिनो सुन्तला मसिनो पनि लगाउनु भएको छ है। सुगाई चाहिँ होइन बुवाले चाहिँ हामीलाई सरसर्ती मर्चमान श्रेष्ठ बल्छी धुर्वे सरको चाहिँ घर बारी गोठहरू सबै चाहिँ भिजिट गराउनु भयो। सरसर्ती भन्नुपर्दाखेरि यो चाहिँ घर उहाँको घर चाहिँ 2.5 तलाको घर
गाउँमा छ होइन, निर्माण हुँदै रहेछ, फिनिसिङ भएको छैन, भर्खर माथि ढलान गरेको रहेछ होइन। यतापट्टि चाहिँ गाई गोठहरू तपाईँहरू देख्नुहुन्छ, यतापट्टि बाटो छ एउटा जाने भने। ठ्याक्कै मरिचमान श्रेष्ठ सरको घरको अगाडि बाटैमा बिचैमा सेन्टरमा चाहिँ एउटा मन्दिर रहेछ होइन। मन्दिर तपाईँहरूले देख्नुहुन्छ। यो ठाउँको वरिपरिको दृश्य पनि तपाईँहरूले देख्न सक्नुहुनेछ है। यहाँ माथि जाने एउटा बाटो पनि छ यो मन्दिरदेखि अगाडि यो गाउँमा जानको लागि। अनि यता तलतिर जाने पनि बाटो छ। यो चाहिँ एकदमै चोक जस्तो रहेछ के, चोक जस्तो रहेछ। अलिकति माथिबाट हेर्दाखेरि बल्छीजीको घरलाई चाहिँ हामीले यस्तो देख्न सकिन्छ, गाउँको घर है यो चाहिँ एकदमै सुन्दर छ। मन्दिर भएको एरिया यो गाउँ परबाट हेर्दाखेरि। यतिखेर चाहिँ गाउँको सबैजना आमाहरू मैले भिडियो बनाउन आउँदाखेरि यहाँ आएर बसिराख्नु भएको छ। उहाँहरूसँग पनि बल्छीजीको बारेमा के छ उहाँहरूको भनाइ थोरै कुरा गर्छु र जानकारी गराउँछु हजुरहरूलाई। सबैभन्दा पहिला यता छेउबाट चाहिँ मैले सुरु गर्छु। आमा नमस्ते। नमस्ते। हजुरको नाम नि आमा? मलाई त अचेल त मायाबाडा भन्छ। मायाबाडा? ए मायाबाडा। ए मायाबाडा भन्छ। अनि हजुरले बल्छीजीलाई चिन्नुहुन्छ होला? हाम्रो यहीँको छोरा। कतिको उमेरदेखि कत्रोदेखि देख्नु भएको थियो हजुरले बल्छीजीलाई? अब हामीले देखिदेखि जन्मिएको बालक के बच्चैदेखि जन्मिएको त हजुरदेखि जन्मिएको? नानीको बिहा गरेर ल्याएको मैले देखेका नै। ए हजुर त झन् जेठो हुनुहुन्छ आमाहरू भन्दा, बुवाहरू भन्दा। 80 कति रे 70 वर्ष भइसक्यो। ए 70 वर्ष भइसक्नु भयो। ए बल्छी आउनु हुँदाखेरि कहिले कहिले भेट हुन्छ कि हुँदैन हजुरहरूको? यता अहिले पछि यहीँ मेरो घर यहीँ देउरानी। ए के साख्खैको देवर देउरानी हो तपाईँहरू? जस गाउँघरको देवर देउरानी। ए ल ल ल। यतापट्टि चाहिँ अर्को आमा पनि हुनुहुन्छ। आमा नमस्ते। नमस्ते बाबा। हजुरको नाम नि आमा? मेरो पार्वती श्रेष्ठ। ए पार्वती श्रेष्ठ। ए नेवारै हुनुहुन्छ हजुर पनि? हजुर पनि हाम्रो बल्छीजीहरूको आफन्तै हुनुहुन्छ होला? हामी आफ्नै हो। आफन्तै हुनुहुन्छ है? आफ्नै हो। ए के पर्ने हजुर चाहिँ बल्छीजीको? भाउजू। ए भाउजू पर्ने हो। बल्छीजीलाई चाहिँ हजुरले पनि जन्मेकै देख्नुभयो होला यहीँ? देखेँ। ए सानैदेखि है? सानोमा कस्तो स्वभाव? एकदमै रमाइलो कस्तो खालको स्वभाव? रमाइलो। पहिल्यैदेखि म टिभीमा जान्छु, तपाईँहरू टिभीमा हेर्नुहोस्। म काठमाडौँ गएपछि म तपाईँहरू चाहिँ हामी यहाँ टिभी थियो पहिला, टिभी हेर्न आउँथ्यौँ पहिला। बच्चैदेखि कलाकार बन्ने एकदमै धोको थियो उहाँको? धोको थियो बाबुलाई, कलाकार बन्छु भनिरहन्थ्यो। हजुर हजुर। अनि तपाईँहरू आउनुहोस्। तब कति हेरे टिभी भन्थ्यो, म आएपछि पो टिभीमा हेर्नुहोस् है है। तपाईँहरू म गएपछि म काठमाडौँ गएर म टिभीमा निस्किन्छु, तपाईँहरू हेर्नु। अहिले कति हेरे भन्नु, 1 त्यो 9 मा पढेको थिएँ कि। रमाइलो गर्नुहुन्थयो सानैदेखि? रमाइलो स्वभावको एकदम राम्रोसँग बोल्ने, सबैले अब कसैलाई पनि झगडा नगर्ने, माया गर्ने, ठुलोलाई सम्मान गर्ने। सम्मान गर्ने। मेरो बाबुलाई त अस्ति त झन् बोकेर तिमीलाई मैले हुर्का हो नि त भन्छ अरे सुलभलाई, छोरोलाई हो काठमाडौँमै गए। ए तपाईँकै छोरोलाई है? सबैजना आमाहरूलाई एकदमै धेरै धेरै धन्यवाद है। गाई छैन यतिखेर चाहिँ हामी बल्छीको घर माथि आइपुगिसकेको छ। माथि छतबाट चाहिँ यो गोर्खा जिल्लाको देखिने सुन्दर दृश्यहरू हामी निहाल्दैछौँ। बुवाले चाहिँ कहाँ के कता कता पर्छ भन्ने कुरा हामीले देखाउँदै हुनुहुन्छ। बारपाक सुलीकोट यही हो। ए यो माथि देखेको डाँडो बारपाक चाहिँ फेरि यो बादल लाग्यो उतापट्टि पर्छ। यो चाहिँ सिरानचोक पालिका। ए सिरानचोक पालिका। यो माथि चाहिँ त्यो भच्च्याक पर्छ। हजुर हजुर। यो मुचोकहरू पर्छ। हजुर हजुर हजुर। त्यहाँबाट चाहिँ यो अजिरकोट। ए अजिरकोट यता? अजिरकोट। हजुर हजुर। अनि गोर्खा बजार कति पर्छ? यो सिरानचोक पर्छ। ए सिरानचोक भनेको यो? ए सिरान डाँडा भनेको यो? गोर्खा बजार चाहिँ यो कालिका थान। ए हजुर त्यो यता 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 आरुघाट चाहिँ यता पर्छ। ए आरुघाट फेरि यता। ए होइन हाम्रो बल्छीजीको ठ्याक्कै बारीहरू अघि हामी घुमेको बारीहरू पनि यहाँबाट देख्न सकिन्छ। अन्नै छ सुन्तल बारीहरू लरम्मै फलेछ। पाकेको अवस्थामा आएको भए पहेँलो राम्रो देखिन्थ्यो होला होइन। ल अब चाहिँ हामी माथि ड्रोनबाट उडाएर चाहिँ हामी चाहिँ तपाईँको घरलाई हेर्छौँ, तपाईँको गाउँलाई है।
सो गाइज होइन यतिखेर चाहिँ हामी बल्छीजी पढ्नु भएको स्कुलतर्फ चाहिँ हामी जाँदैछौँ। बल्छीजीले चाहिँ यो स्कुलसम्म चाहिँ कतिसम्म पढ्नु भएको अरे बुवा? 8 ए 8 क्लाससम्म पढ्नु भएको छ। बुवाले चाहिँ मलाई त्यो स्कुलको पनि भिजिट गराउँदै हुनुहुन्छ है। कता हो गेट कता हो र बुवा? ए यो चाहिँ स्कुलको गेट के स्कुल रे बुवा? यो चाहिँ माइकोट माध्यमिक विद्यालय 8 कक्षासम्म चाहिँ बल्छीजी यही स्कुलमा पढ्नुभयो। यो भवन त थिएन होला त्यो बेलामा? यो पछि बनेको भवनहरू होला, पहिला त टहरहरू जस्तो थियो होला होइन? यतातिर के छ बुवा घुम्ने ठाउँ जस्तो छ? माथि राम्रो छ ठाउँ, सबै ठाउँ देखिन्छ। ए सबै ठाउँ देखिन्छ? सब देखिन्छ नि हेर्नु। ओहो ए यहाँबाट त सबै देखिँदो रहेछ है। बल्छीजीहरूको एउटा घुम्ने एउटा स्पेसल ठाउँ। ल आम्मामामामा कस्तो राम्रो देखिएको चारैतिरको दृश्य है गाइज। ल सो गाइज होइन हामीले चाहिँ तपाईँहरूलाई बल्छीजीको बारेमा धेरै कुराहरू जानकारी गराएर बल्छीजीको चाहिँ गाउँ ठाउँ उहाँको हुर्केको पढेको स्कुलदेखि लिएर उहाँ खेल्नुभएको ठाउँहरूदेखि लिएर हरेक कुरा चाहिँ मैले हजुरहरूलाई समेटेर चाहिँ जानकारी गराउन कोसिस गरेँ। पक्कै पनि केही कुराहरू मिस्टेक पनि हुनसक्छ होइन? यस्तै त्यस्तो भएको खण्डमा भिडियोलाई स्वीकारिदिनु होला भन्न चाहन्छु। ल बुवा हजुरले बल्छीजीको बारेमा र चाहिँ हजुरको बारेमा धेरै कुरा जानकारी गराइदिनु भएकोमा हजुरलाई पनि एकदमै धेरै धेरै धन्यवाद। अहिले चाहिँ बिदा हुन चाहन्छु है बुवा। हजुरलाई पनि चाडबाड चाहिँ पाल्नु भयो, हाम्रो लागि चाहिँ धेरै चाहिँ दुःख पाउनु भयो होइन? हजुर हजुर यो चाहिँ हजुरलाई धेरै धन्यवाद छ। हजुर बुवा हजुर। हस् ल हस् बुवा ल तपाईँलाई।